अब धेरैजनाले भन्नु होला गभर्मेन्टले किन ट्याक्स लगाउनु पर्यो त? ट्याक्स किन लगाउनु पर्छ भने तपाईँको हाम्रो चाहिँ तपाईँले देख्नुभयो होला चाहिँ गभर्मेन्टले गरेका कामहरू जस्तो सडक बनाउने काम भयो, हस्पिटल्सहरू बनाउने काम भयो, युनिभर्सिटिजहरू, एजुकेसनको फेसिलिटिजहरूको कुरा भयो, सरकारी विद्यालयदेखिबाट धेरै कुराहरू, अनि त्यसपछि गएर के अरे आर्मी अनि देशको सुरक्षा, ल एन्ड अर्डरको सिचुएसनलाई मेन्टेन गर्नको लागि पुलिसहरू को लागि चाहिँ स्यालेरी खुवाउनु पर्यो। त्यस्तै गरेर ठुला ठुला इन्फ्रास्ट्रक्चरल प्रोजेक्ट्सहरू गर्नु पर्यो हैन, हस्पिटल्सहरूको व्यवस्था गर्नु पर्यो त्यहाँ त्यो देशको नागरिकहरूको लागि भने यो सबै कुराहरू गर्नको लागि फन्ड कहाँबाट आउँछ त? हैन, अब गभर्मेन्टसँग के हुन्छ भने दुईटा अप्सन हुन्छ। एउटा त विदेशीसँग ऋण लिने अप्सन हुन्छ, अर्को चाहिँ त्यही देशको नागरिकसँग कर उठाउने। भनेको कर भनेको एउटा चाहिँ के हो भने कुनै पनि सरकारको मेजर सोर्स अफ इन्कम हो। त्यही भएर यी सबै एक्टिभिटिजहरू गर्नको लागि चाहिँ सरकारले कर उठाउनु आवश्यक छ। यदि ऋण लियो भने ऋण त तिर्नुपर्छ पछि गएर। अब जनताबाट अथवा चाहिँ तपाईँको गुड्स एन्ड सर्भिसेसहरूमा ट्याक्स लगाएर ट्याक्स कलेक्सन गर्यो भने त्यो रिपे पनि गर्नु पर्दैन र इन्डाइरेक्टली चाहिँ तपाईँले त्यसको उपभोग गरेर त्यसको चाहिँ बेनिफिट उपभोग गरेर त्यसको असुल उपर गर्ने अवस्था पनि हुनसक्छ। भनेको अल्टिमेटली बेनिफिट कसले पाउने हो त भन्दा जनता आफैले पाउने हो हैन। बिजनेस हाउस जसले ट्याक्स तिरिरहेको छ उनीहरूले नै पाउने हो।